राजा आयो भने म जस्तो युवाले के पाउँछौँ? देश छोड्नु पाउनु नि, पक्का? देश पाउनु समय लाग्ला नि त सर। समय त लाग्छ। हजुर आउँछ नि त अब राजा। अब यत्रो जनलहर उत्ल्याछ होइन। मलाई एउटा प्रश्न सोध्न मन लाग्यो, यो त फेरि अस्थिरता भएन र हामीले आश गरेको मान्छेहरूले गर्न नसक्दाखेरि फेरि अब यो केओस मात्रै भएन र सर? सबैले पहिला आशै गरे हो हजुर। राम्रो होला, सुशासन होला भनेर त सबै भ्रष्ट आफै मात्र कमाउने, परिवार कमाउने, नेपाली युवालाई विदेश पठाउने, मानव तस्कर गर्ने, जे गर्न नहुने त्यही गरे। हामी पनि सबै उल्टो वाङ खायौँ कि। एउटा अन्तिममा केही भन्दिनँ त, तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला? अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला है। हजुर त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस्, एउटा नेपाललाई माया गर्नुहोस् होइन। यो गणतन्त्रका नेताहरूको सेवा गरेर एकैछिन के पैसा पाउनु होला, तर त्यसले तपाईँलाई निद्रा लाग्दैन, बुढेसकाललाई आफूलाई धिक्कार्नुपर्छ।